हेलो फ्रेन्ड्स, तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। आज हामी Xiaomi ले भर्खरै लन्च गरेको Xiaomi 17T स्मार्टफोनको बारेमा कुरा गर्नेछौँ। त्यो भन्दा अगाडि यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब र भिडियो मन परेमा लाइक गर्न नबिर्सनु होला। Xiaomi 17T स्मार्टफोनको डिस्प्लेको बारेमा कुरा गर्नुपर्दा यसमा हामीलाई 6.59 इन्चको 1.5K AMOLED डिस्प्ले विथ 120Hz रिफ्रेश रेट दिएको छ भने त्यो डिस्प्लेलाई प्रोटेक्ट गर्नका लागि यसमा गोरिल्ला ग्लास 7i को प्रोटेक्सन पनि दिएको छ। प्रोटेक्सनकै बारेमा कुरा गर्नुपर्दा यसमा Xiaomi ले स्यान्डविच ग्लास डिजाइन विथ मेटल फ्रेम दिएको छ भने यस स्मार्टफोनलाई डस्ट र वाटरबाट बचाउन IP68 प्रोटेक्सन पनि दिएको छ। Xiaomi 17T स्मार्टफोनको कनेक्टिभिटीको बारेमा कुरा गर्नुपर्दा यसमा डुअल न्यानो सिम, वाइफाई 6E, ब्लुटुथ 6.0 र UFC टाइप C को साथसाथै 5G र NFC को सपोर्ट पनि दिएको छ। अहिलेको AI को जमानाको ध्यानमा राखेर Xiaomi ले यस स्मार्टफोनमा AI राइटिङ जस्तो सजिला गर्ने फिचर्सहरू दिएको छ र AI स्पिच रिकग्नाइजेसन र AI सर्च जस्तो सानोतिनो फिचर्स त दिएको छ नै। Xiaomi ले यस स्मार्टफोनलाई पावर दिनको लागि म्यासिभ 6500 mAh को सिलिकन कार्बाइड ब्याट्री युज गरेको छ, जसलाई चार्ज गर्नका लागि 65 वाट को फास्ट चार्जिङको सपोर्ट पनि दिएको छ। यस स्मार्टफोनको 6005 mAh को ह्युज ब्याट्रीले 1 देखि 1.5 दिनको ब्याकअप त मजाले एक्सपेक्ट गर्न सकिन्छ। त्यसलाई म्यानेज गर्नका लागि Xiaomi ले यस स्मार्टफोनमा MediaTek को Dimensity 8500 अल्ट्रा चिपसेट दिएको छ र 12GB को DDR5X RAM को सपोर्ट र अप टु 512GB एक्सटेन्ड गर्न मिल्ने UFS 4.1 को स्टोरेज पनि सपोर्ट दिएको छ। फाइनली यस स्मार्टफोनको क्यामेराको बारेमा कुरा गर्नुपर्दा यसमा Leica ट्युन ट्रिपल क्यामेरा सेटअप देखिन्छ with 50 megapixel primary sensor and 50 megapixels 5x telephoto lens and a last camera 12MP ultra wide camera र Xiaomi ले सेल्फी खिच्नको लागि यस स्मार्टफोनमा 32MP को लेन्स पनि दिएको छ। Xiaomi 17T Android 16 आउट अफ द बक्स रहेको छ भने यसले HyperOS 3.0 सपोर्ट गर्छ। Xiaomi 17T स्मार्टफोनको प्राइसको बारेमा कुरा गर्नुपर्दा यसको 12 र 5.2GB को स्टोरेज भर्जनको लागि नेपालमा 89,999 रुपीस को प्राइस राखिएको छ। हजुरहरूलाई आजको यो भिडियो कस्तो लाग्यो त आफ्नो विचार कमेन्ट बक्समा भन्न नबिर्सनु होला र यस्तै अन्य कन्टेन्ट हेर्नका लागि यो च्यानल सब्स्क्राइब गरेर राख्नु होला।